के गर्नु है हाम्रो चाहिँ अब सिओई आएर अब पर्सि भिएफएस छ त्यही भएर साथीभाइहरूसँग यसो घुम्न आएको तर कुरो खासै मिलेन है अब नमिले नि के गर्नु चित्त दुखाएर नि भएन दायाँ बायाँ यस्तै नै हो जतिखेर नि 5 मिनेट भन्दै पर्खाउने हामीलाई भने अब फेरि 5 मिनेट हो अब 5 मिनेट धेरै बाँकी छैन गाइज होइन अब 5 मिनेट चाहिँ हामी मजाले हिँड्छौँ के गर्नु जानु परिगयो नि त होइन अब हाम्रो डेस्टिनेसनसम्म त हामी जानु पर्यो त्यसपछि रमाइलो समाइलो गरौँला सबजना हाम्रो चाहिँ एकदम खाजा पेलेर चाहिँ हामी हिँडिसकेको छौँ होइन अब हामीले खाजा कस्तो पेल्यौँ भन्दाखेरि चाहिँ त्यही चना आलु झोल तरकारी चाहिँ हामीले खाएर हिँडेको हल्का अल्छी लागिरहेछ क्या गाइज अल्छी लागिरहेछ त्यो अल्छी लाग्न चाहिँ नहुने हो खासै अल्छी मान्ने मान्छे त म होइन भयो नि अलिकति खाइसकेपछि चाहिँ होइन जाएर नलाग्ने क्या अलिकति अब हिँड्न पऱ्यो अब यो त्यही माथि चन्द्रगिरीको हिल डाँडामा पुग्नुपर्ने छ हामीलाई फाइनली साथीभाइहरू डुङ्की हिँडिरहन् म पनि हिँडिरहेको छु है म हिँड्छु नि त अब म त पाहाडमा जन्मे मान्छे पहिलेदेखि हिँड्ने मान्छे हो नि त होइन अब साथीभाइहरूले आज टन्ने खाजा खायो अरे 2000को त खाजै खायो अरे 20 जना थियौँ 100 रुपियाँ खाजा खाइयो 2000को ढ्याक्कै हान्ने हो चिलमा खाइयो है सस्तो भरपर्दो टिकाउ एकदम आडिलो ड्याममा भयो मेरो पेट कस्तो खान्छौँ त हामीले ल है गाइज अब यस्तै छ जिन्दगीमा हामीले होइन तिमीहरूसँग भेट्ने भने अब 14 तारिकसम्म मात्र त्यसपछि हामी अब हाम्रो फ्लाइट हामी बाहिर जान्छौँ यिनीहरूलाई म चिन्दिनँ चिन्न नि परेन नि जेठाहरूले के को लागि चिन्नु भने त एउटा नमान्ने फिटिकै नमानिदिने त लौ हामीले भने नमान्ने त यसो मान्दिया भए त तिनीहरूले के जान्छ र तिमीले त मानिहाल्छ नि सबजना अब गाइस सबजना अब ढाडे चाक लाउँदै माथि गइसक्यो है अब यो भ्लगमा दामी हाल्छु